साउदीतिर साउदी अरबिया हिजो एडभान्स पायो। अब आज चाहिँ रासन पानी लिनु जाँदैछ हामी 5 जना छु ग्रुपमा चाहिँ केटाहरू यहाँ छ। हामी चाहिँ रासन किन्नु जाँदैछु अब हेर्दै गर्नु होला। हामीलाई चाहिँ कम्पनीले 600 रियल दिइसकेको छ होइन एडभान्समा। त्यो कारणले गर्दाखेरि पनि अब त्यहीबाट अब हामीले के किन्न सजिलो हुन्छ नि त। सो गाइज हेर्दै गर्नु होला हाम्रो सुजनको भ्लग। लागिरहेछ ल आज। ओ ब्रोहरू हेलो हेलो ब्रदर हाउ टु फिल यार। नेपाल से जाना चाहिए था इधर बहुत अलिक ठुलै लैजाउँ है। सामान यस्तो डेन्जर महँगो छ कि होइन केही छैन तर अलिक सस्तै भन्नु। गिलास कतिवटा लग्ने बोतल हेरौँ न बोतलको महँगो छ 18,000 नेट कहाँबाट पायो अब छैन नि अब भिडियो बनाएको केटाहरू होइन भइरहेछ सामान किन्नु। एकदम राम्रो ए सामान किनिरहेछ हालसालहरू। अब हामी मार्केट मिनी मार्केट साउदीको मिनी मार्केटको अनुभव गरिरहेछ। 600 रुपियाँ आइहाल्यो। यही कुकुर लानुपर्छ। यो कति लिटर छ पुग्छ त? पुग्छ 4 लिटर पुगिहाल्छ नि। 5 जनालाई 4 लिटरले पुग्दैन। पुग्छ। आउनु त पऱ्यो नि। सिजर किन्नुलाई चाहिँ होइन ब्रोलाई पैसा नपरिकन किन्नुपर्छ है। किनकि हाम्रो कपाल काट्ने ऊ नै हो नि त। यता हेर त दो साथी तिमी हो नि त कपाल काट्ने होइन। ऊ हो नि फेरि कपाल काट्ने हाम्रो फ्रीमा। हामी बरु भन्दा सिजर किनिदिउँ ल फ्रीमै होइन। त्यो बोतलको प्राइस नेपालको 600 रुपियाँ पर्दो रहेछ यार। नेपालबाट ल्याउनु पर्ने रहेछ 600 रुपियाँ आएर यो बोतलको प्राइस 600 रुपियाँ है। बहुत महँगा गाह्रो छ घरि बहुत महँगा है इधर है। इंडियन बात बोल रहा है मैं। नेपाली हो गया इंडियन बात बोल रहा है मैं। इधर आके नेपाली हो गए इंडियन बात बोल रहा है। यो चाक दिनु भयो होइन। मिनी मार्केट छ होइन यहाँ बबाल सामान छ। हाम्रो त्यहाँ अरू केही काम त छ कि फेरि है? त्यही भनेको यहाँ हाम्रो दाजुले जोग्दै हुनुहुन्छ। यो धन्दा गर्ने भाडा माझ्ने चुलाई मात्रै 6 रियल है। 6 × 39 गर्नु त कति हुँदो रहेछ? त्यति बसेर अंडा संडा लोगेगा कि नहीं लोगेगा? अन्डा हाँ अन्डा अब भरे पनि हाँ भरे लोगमा भाडामा चाहिँ गाडी पनि लग्नु पर्यो, साबुन लग्नु पर्यो। भाडा माझ्ने साबुन छ त त्यहाँ हेर त। भाडा माझ्ने साबुन र जाली बोल्दा होइन। किधर पनि भयो होइन। सामान पनि ल्याएको छु। अभी भी कम टु साउदी अरबिया। केटाहरूले ल्याछ अलिकति झ्याल के गर्नु हाम्रो सुजन साथीले चाहिँ होइन आज आलु चट्टोसँगले काट्दैछ है सानो सानो पिसमा। यो चाहिँ फ्राई गर्ने भएकोले एकदम सानो सानो काटिरहेछ। मलाई यस्तै आउँछ। मिचन यो नि भन्नु न यार यता अभिषेक भाइले खाना लगाउनको लागि यो के गरेको यो सुजनको लागि पानी तताउ भइसक्यो त पानी। अनि हेरेर म चाहिँ खानाको लागि रक्त पानी खासै अब समस्या हुँदैन होइन। आज अब बढी हुन्छ कि ल अब अहिले चाहिँ हामी खाना खानको लागि तयारी गरिरहेछौँ है।
जतिले सिकेको अरे सिकेरै हो जम्मै कुरा अब जन्मिँदै त कसले जाने हुन्छ र त्यही भएर सिक्दैछ सुजनले अनि यो यहाँ चाहिँ सुकुटी है यो सुकुटीलाई चाहिँ चट्ट तातो पानीमा भिजाएर अब यसलाई चट्ट निकालेर चट्ट धोएर यस्तो ग्रेभी बनाएर खाने हाम्रो सोच छ है ओके थ्याङ्क यू फ्राई ओके यु गुड साउदीमा छौँ होइन अब घरमा चाहिँ हाम्रो बाबुआमाले हामीलाई पकाएर खुवाउँथ्यो है साथी हो अब अहिले यहाँनिर भनेको चाहिँ होइन जिन्दगीमा एउटा थाल नबाजेको मान्छेले अब यसरी पकाएर खानु पर्नेको बाध्यता बेग्लै छ ठिक छ सुजनलाई केही भन्छ सुजनलाई पनि देखाउँछ यहाँको राजा हो है कटिङ मास्टर है कटिङ मास्टर त्यो बिरालोलाई नि एउटा सुकुटी दिने नि होइन फेरि आउँदा हेलो आर यु ओके 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 खाना चाहिँ बवाल मिठो छ सुकुटी छ होइन लागोस् न अनि 22 लाग्दा के हो लगाइदिएन 22 फर्स्ट टाइम बनाएको मिठो थाल्थ्यो मम्मीले बनाइदिइहाल्नु चिन्ता नगर्नु डट बनाउनु पर्ने भयो क्या खाना खाएर सबजना ढल्केको एकजना त्यहाँ एकजना त्यहाँ अब ढल्किनु पर्यो आजको भ्लग चाहिँ यति नै होइन म अब धेरै थकान महसुस भइरहेछ 2 दिनको प्लेनले हजुरहरूलाई नि माया छ लाइक सब्सक्राइब फलो गर्नु नबिर्सिनु होला हेरिदिनु भएकोमा धन्यवाद यति भन्नेमा प्लिज